भेज खाना। कोशी पुलमा आइपुगेका छौँ हामी। यो हेर्न सक्नुहुन्छ कोशी ब्रिज। यहाँदेखिको कोशी नदीको भ्यू। आम्मामा कपालको हालत त खतरा। सो हेलो एन्ड नमस्कार सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, फिट एन्ड फाइन। सो अहिले टाइम बिहानको 7 बजिरहेछ। सो बिहान हेर्न सक्नुहुन्छ एकदम कुहिरो लागिरहेछ, होस्से लागिरहेछ। र म बिहान अहिले गाईघाटतिर निस्किँदैछु। सो त्यस्तै अर्जेन्ट काम परेर गाईघाटतिर जानुपर्ने भयो। र गाईघाट चाहिँ म एक्लै होइन, म र बहिनी जाँदैछौँ। सो अहिले चाहिँ म बहिनीको घरतिर जाँदैछु। यहाँनिर यो मेरो बाइक। सो बहिनीको घरतिर जाँदैछु। बहिनीको घरमा यो बाइक राखेर बाइक स्विच गरेर त्यहाँनिर अर्को एउटा 150 पल्सर छ, त्यो बाइक लिएर हामी जाँदैछौँ, बहिनी र म गाईघाट। एकदम चिसो छ। यस्तो चिसोमा मजाले मोटो ज्याकेट स्याकेट पन्जा लाएर निस्किन आँटेको। सो त्यस्तै छ। बाटोमा भेट्दै गरौँ है त। Daniel tuh kerja dulu. आम्मामा कपालको हालत त खतरा भएछ। सो अहिले चाहिँ हामी इटहरीदेखि अलिक पश्चिम पोगलीमा छौँ। अहिले पोगलीमा आइपुगेको छौँ हामी। यहाँ यसो चिया सिया खानलाई रोकेको। एकदम चिसो छ अहिले पनि। सो अझै बाटो लामो छ। एकछिन यहाँ रेस्ट गरेर चिया सिया खाएर जिउ तन्काएर अनि चाहिँ निस्किनुपर्छ। यहाँ रोकेको चिया खानलाई। यस्तो छ। सो हल्लो, अहिले चतरा स्थित कोशी पुलमा आइपुगेका छौँ हामी। यो हेर्न सक्नुहुन्छ कोशी ब्रिज। यहाँदेखिको कोशी नदीको भ्यू, सप्तकोशी नदीको भ्यू एकदम दामी देखिरहेछ। सो यहाँ अहिले एकछिन रोकेको फोटोसोटो खिच्नको लागि, भिडियो खिच्नको लागि। यताको भ्यू हेर्न सक्नुहुन्छ, दामी देखिरहेछ। तर पहाड चाहिँ सबै होस्टोले गर्दाखेरि धमिलो धमिलो देखिरहेछ भिडियोमा। हावा एकदम चलिरहेछ हावा। यहाँ हेर्न सक्नुहुन्छ। अट्टी यो नागेर उता पो जानु पर्यो। कस्तो गाह्रो हुँदो रहेछ। हट। बाफ्रे, थोडा पानी छ यहाँनिर। हट। सो यो चाहिँ हिँड्नको लागि यतातिर छुट्यो रहेछ। यहाँनिर उता गाडी जाने, यता मान्छे हिँड्ने। सो म यो नागेर यताबाट यहाँ आएको छु। हेर्न सक्नुहुन्छ भ्यू एकदम दामी देखिरहेछ। हावा चलिरहेछ, हावा उडिरहेछ यिनीहरू। सो अब यहाँ धेरै बेर चाहिँ अलमल नगर्ने, किनभने अझै निकै टाढा जानु छ। एकछिन फोटोसोटो खिचेर अनि हामी निस्किन्छौँ। बाइकमा बस्दा खुट्टा दुखेर, कम्मर दुखेर, ढाड दुखेर है। रमाइलो छ होस्। एकदम सुन्दर नदी, एकदम सुन्दर पुल। त्योभन्दा पनि अझै सुन्दर वरिपरिको पहाडहरू राम्रो देखिरहेछ। यहाँ बहिनी। सो अहिले चाहिँ यहाँ खाना खानलाई रोकिरहेछौँ हामी एउटा रेस्टुरेन्टमा।
सो हेर्न सक्नुहुन्छ एकदम राम्रो भ्यू छ यहाँको। सो हाम्रो चाहिँ खाना आइसक्यो, भेज खाना। अब खाएर निस्किन है त। सो यहाँ खाना खाएर अब चाहिँ निस्केको खाना खाएर निस्केको हामी यहाँनिर थियौँ, हामी खाना खानलाई पसेको थियौँ। नाम के हो भन्दाखेरि क्वालिटी भान्साघर, यता लेखिरहेको छ क्वालिटी भान्सा।